पर्छ हो के हो भाइ के हो नि खोजिरा हो ल यहाँ चाहिँ चेकिङ हुन्छ गाइस सो ख्याल गर्नुपर्ने हुन्छ है। हेलो एभ्रिवन म चाहिँ हिमाल चढिसकेको पनि भनेन नगरकोटको माथि चाहिँ चढे है गाइसहरु तपाईहरुले फलो गर्नु होला मेरो दादालाई यो भिडियो हेरेन भनेर भन्दिनु त टिकटकमा जानु सो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। सो आजको राइड भनेको ठ्याक्क गाडीबाट स्टार्ट गरेर आएको छु भक्तपुरबाट। सो आजको राइडमा भनेको खासै त्यस्तो केही पनि छैन, किनभने चाहिँ म चाहिँ बिहानदेखि भिनाजु घरमा अलिक काम थियो, कामसाम सकेर पनि म चाहिँ निस्किसकेको छु है। अहिले दिनको ठ्याक्क 3 बजिरहेको छ। अब घरमा यतिकै बसेर के गर्नु भनेर चाहिँ म चाहिँ नगरकोटसम्म जाँदैछु। आजको भ्लगमा म मात्र होइन, बहिनी पनि छ पछाडि है। सो टक्क हामी चाहिँ दाजु बहिनी टट्ट निस्किसकेका छौँ। अब के कस्तो हुन्छ हामी बाटोमा भेट्नेछौँ है। सो जो नयाँ हुनुहुन्छ यसो सब्सक्राइब गरिदिउँ, पुरानो भएको लाइक कमेन्ट गरिदिउँ। तपाईँहरूको माया नै ठुलो कुरा हो फर्स्ट अफ अल त है। फेरि आज चाहिँ राइड अब स्याटरडे राइड, सरी फर द्याट भन्न चाहन्छु केटाहरूलाई, किनभनेपछि खासमा चाहिँ उता हाम्रो गोदावरीको राइड प्लानिङ भइरहेको थियो, कामले गर्दा चाहिँ जान पाइने केटा हो है। नेक्स्ट राइड बाबा हान्नुपर्छ हो के हो भाइ के हो नि खोजिरा हो ल यो स्कुटीवालाले नि खोजेको गाइज है। हामी चाहिँ दाजु बहिनी पछाडि छ, यो स्कुटीवालाले ऱ्याक गरिरहेछ हामीलाई चाहिँ है। ओए सयो क्या आफ्नो लङ टाइम पछि आएको हो बहिनी चाहिँ होइन, त्यही भएर खुसी भइरहेछ। पुलिसहरू ए चेक गरौ गाइस कस्तो बवाल देखिरहेछ हेर्नु न। सयो हेर न पछाडि करै गरे फेरि रमाइलो 2 दिनको जीवन। यसले कति कराएको भने सिधै टपमा बिस्तारै कसरी कुदाएको भने पुल तर अब पछि चाहिँ हामी उता झर्दाखेरि चाहिँ फोटो खिच्छौँ। यहाँ चाहिँ अहिले चाहिँ हामी सिधै टपमा जानुपर्ने हुन्छ है। धुलै दुलो छ क्या। फेरि यो बाटोमा चाहिँ राति अलिक अप्ठ्यारै हुन्छ क्या, किनभनेपछि यता चाहिँ यसो चितो पनि आइरहेको हुन्छ क्या जङ्गलको बाटो होइन। सो अलिक हल्ला गर्नुपर्ने हुन्छ। खासमा त यो बाटो भनेको त यसरी आनन्द कुद्ने ठाउँ क्या यो, बाइकभन्दा पनि होइन लाइक हुन्छ नि। अब कि त्यस्तै अफरोड भएको भए अलिक मजा आउँथ्यो। फेरि एडभेन्चरमा भनेको पिच मात्रै भयो भने अलिक गाह्रो पर्छ क्या, त्यही भएर पनि है। अब एकचोटि हामी फोटो सुट गर्छौँ झट्ट मिलाएर है, अनि त्यसपछि तपाईँले चाहिँ यसो हेरिदिनु पर्ने हुन्छ गाइज है। अब चाहिँ आयो फाइनली आयो है। रफ्तार तेरे यादों के फाइनली हामी चाहिँ आइपुग्यो, तपाईँहरू देख्न सक्नुहुन्छ है। ओए ए चेक गरौ गाइज यार कस्तो बवाल देख्छ यार। ल गाइज काठमाडौँ भ्यालीको जुनसुकै ठाउँबाट पनि आधा घन्टाको राइडमा यस्तो बवाल ठाउँमा आउनु सक्नुहुन्छ होइन। सो बवाल छ क्या ठाउँ चाहिँ, यो देख्न सक्नुहुन्छ। यो चाहिँ नगरकोट तपाईँहरू देख्न सक्नुहुन्छ होइन। त्योभन्दा पछाडि यस्तो बवाल ठाउँ छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ मात्र 10 मिनटमा है। सो बवाल भइरहेको छ गाइज चाहिँ। टक्क अब एकचोटि मजाले स्न्याप हान्छु, सिनेमेटिक हान्छु होइन। तपाईँहरूले चाहिँ हेर्नु पर्ने हुन्छ। आज हाम्रो डेस्टिनेसन एकछिन मथेर अब के कस्तो हुन्छ सर्च गर्नु के हुन्छ होइन।
आकाशैमा एउटै चाहिँ लाग्यो ए बाजेको बजान बाट मात्र 15 मिनटको राइडमा यस्तो बवाल ठाउँमा आउनु सक्नुहुन्छ म चाहिँ टपमा छु माथि टावरमा तपाईँहरू देख्न सक्नुहुन्छ सबजना तल छ यार म मात्रै माथि टावरमा छु सो लुक एट दिस भ्यू गाइज यस्तो बवाल देख्छ होइन यहाँबाट देख्न सक्नुहुन्छ है सो दामी भयो आज भ्लग दामी भयो सर्ट एन्ड स्विट भयो गाइज है के कस्तो हुन्छ मजाले हेरिदिनु पऱ्यो टक्क पानी तलाउनु आउनु सक्नुहुन्छ आज भ्लग मैले चाहिँ टक्क नगरकोटको भ्युरालबाट इन गरिरहेको छु सो यस्तो यस्तो भ्लग र यस्तो यस्तो मिठो मिठो भिडियोको लागि चाहिँ तपाईँहरू सब्सक्राइब गर्नु हुन्छ मेरो पनि यहाँ सगरमाथा चढ्दैछ ल आइज नडरा आइज यस्तो अनि पावरफुल बहिनी हो नि त मेरो देख्न सक्नुहुन्छ आइज ल तेरो इन्टरभ्यू लिन्छु पग म यता आइज ल कस्तो लाग्यो ल मेरो भ्लगमा भन् कस्तो लाग्यो आज राइड कस्तो लाग्यो मेरो बहिनीको मसँग फर्स्ट चोटि राइड हो फर्स्ट चोटि अहिलेसम्म यसरी कहिले लङ राइड आएको छैन दाजु बहिनी हामी चाहिँ आज नगरकोट टक्क राइड हिँडेको बवाल भइरहेको छ है सो कस्तो लाग्यो त्यहाँबाट माथि आउँदाखेरि चाहिँ गाह्रो मेरो भ्युसहरूलाई के भन्न चाहन्छु भन्छ ल माया गरिदिनु ल ल बवाल भइरहेछ अब चाहिँ हामी झर्छौँ यहाँबाट सो गाइस आजको राइड भनेको मेरो सोलो थियो है टक्क केटाहरू त कता कता गयो अब मेरो अलिअलि काम भएर एक्लै आयो सोलो चाहिँ एउटा भाइको छ सो बवाल भयो है फोटोसोटो खिच्यौँ टक्क यो चाहिँ नगरकोट गाइस देख्नु सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्ड यस्तो बवाल छ है तपाईँहरू भक्तहरू काठमाडौँ हुनुहुन्छ भने सर्ट एन्ड राइड मिठो राइडको लागि यो चाहिँ लोकेसन एकदम बवाल छ फोटोसोटो हामी भिडियो बनायो आज भ्लग यहीँसम्म हुन्छ अब चाहिँ ब्याक टु भक्तपुर फर्किनुपर्ने हुन्छ सर्ट एन्ड भयो के कस्तो भयो यसो हेर्नु होला है आजलाई चाहिँ हाम्रो यति नै हुन्छ त गाइस ल